हामी चाहिँ अब यहाँनिर के भन्छ केटाहरूलाई पर्खेर बसिरहेको छौँ केटाहरू तलै छुट्यो जस्तो छ के खै कता छुट्यो यहाँको नजारा चाहिँ यस्तो दामी छ कि माथि हेर्न सक्नुहुन्छ हैन दामी भइरहेछ वेदरको हिउँ परेन हरेछ नि त पुरै यता है कता गयो कता यो छ नि यता माथि डाँडा देखेको त्यो डाँडामा चाहिँ माथि के अरे पाथिभारा मन्दिर छ त्यहाँनिर चाहिँ त्यहाँ मन्दिर पनि जानुपर्ने हो तर खै मासु भात खाएर आइरहेछ मासु भात खाएर पनि जानुहुन्छ जानु हुँदैन जस्तो लाग्यो म चाहिँ हैन यसो त्यहाँ छ नपुगे पनि बाहिरै समय यसो फोटोसोटो अब जानु नमिल्यो भने पनि अब म चाहिँ सोच्दैछु उता तिनचुरे गएर त्यहाँबाट फर्किँदाखेरि यता माथि चढ्ने मन्दिरभित्र नछिरे पनि अब बाहिर हेरेर आउनु पर्ला किनभने त्यहाँनिरदेखि माथिबाट भ्यू चाहिँ दामी देखिन्छ क्या त्यसले गर्दा त्यो भ्यू चाहिँ देखाउनु मन छ क्या माथिको मलाई चाहिँ ल अब भरे म तपाईहरुलाई माथिबाट भ्यूहरू देखाउँछु हैन अहिले चाहिँ केटाहरूलाई पर्खिरहेको छु अन्त राखेको ल राख्दिस उसले नसकेको गाइजहरु चाहिँ यहाँनिर नसकेर तानेन भनेर त्यहाँनिर एउटालाई हिँडाउँदै आइरहेछ हिँडाइदिएको नि साथीलाई चाहिँ नि फेरि तलबाट हिँडाउँदै पठाइदिन्छु भनेको नि त आजको यात्रा कस्तो भएछ केटाहरूको गाइजहरुको आजको यात्रा कस्तो भएर है अब शिव साथी र म बस्नुपर्छ यो बाइकमा हैन शिवलाई अलिकति चाक दुखाइदिउँ न अब यो अर्को बाइकमा ल हामी चाहिँ यस्तो बाइकको त्यो ल चल्दिउँ यो त रन अप्ठ्यारो हुन्छ कि क्या हो रन आमा कत्रो हाइटमा भयो कस्तो हुन्छ पनि फर्स्ट ड्राइभ हो तान्नु त मजाले तान्छ यो चाहिँ किन छिटो इन्जिन तातिन्छ भने नि यो स्पोर्ट बाइक भएर क्या यस्तो बाटोको लागि होइन नि त यो त्यसले गर्दा इन्जिन ओपर तातिन्छ क्या मेरो क्यामेरा हल्लिनु थालिसक्यो ल यो क्यामेरा पक्ड यार अनि हल्लिनु थाल्यो लिरिक ल निमाइदिउँ होइन यस अहिले चाहिँ अब अलमोस्ट तिनचुरे आइपुग्न आँट्यो होइन यहाँनिर बाइकले नतानेर
एक्लै आएँ अनि साथीलाई चाहिँ नानी यता शिवलाई चाहिँ फेरि मैले के भन्छ हिँड्दै बोलाएँ तल पुरा आउँदैछ हो हिँड्दै स्कुटीको आवाज आउँदैछ पुरा माइकै खोलेको रहेन रहेछ फेरि अफ भएछ कहाँ छ अफ भयो क्या हो ब्याट्री सकेर बाइकले तान्दै नतानेर स्कुटरले तान्दै नतानेर गाइजहरू चाहिँ पुरै हिँड्दै आउँदैछ अब चाहिँ बल्ल यहाँनिर तिनजुरे आइपुग्न आँटेमा हामी चाहिँ गाइजहरू चाहिँ त्यहाँनिर पुरा हिँड्दै आउँदैछ त्यसले गर्दै पल्सर चाहिँ हो क्या जहाँ पनि गइदिन्छ यार तानेन अयो सबै हेर्न अफोर्डिङको लागि ठिक छ उता यसरी खिचाएर ल्याएको नतानेको नि हात म त फेरि हात दुखेर तिम्रोमा गिद्दी भएको थियो हात दुखी लास्ट बिजोग्ने सर चाहिँ तानेर ढुङ्गामा गएर फोटो खिच्ने अरे कसरी जान्दो रहेछ हेर्छु क्या म यस्तै त हो नि कन्टेन्ट जाऊ न लु छिटो कन्टेन्ट झन् दामी कन्टेन्ट जाऊ त लु सियो गयो मरत फोटो खिचिदिन्छ अनि ल त्यहाँ चाहिँ जानु पर्यो क्या हो तल हौ कहाँ तिर आम्मा हो बिस्तारै हो यत्तिरिका के डढाएर आएको हो त्यसरी उभा हो एकछिन त्यहाँ हो त्यसरी राख्नु भनेको क्या मैले चाहिँ ट्याक्कसँगले हो खिचेछौ बुझ्यौ शिव सर यस्तो हो क्या तिमी मान्छे पनि अब हामी टावरमा जाने होइन त देख्दैन नि ल गाइजहरू ल अब बाइक साइक यहाँनिर पार्किङ सार्किङ गऱ्यो अनि त्यहाँदेखि अब यहाँदेखि चाहिँ हिँड्दै वाकिङ ट्र्याक जाँदिन्छ अब वेदर चाहिँ हल्का गर्मी घाम लागिरहेछ होइन यसपालि चाहिँ तर पहिला जस्तो गुराँस त्यति साह्रो फुलेको रहेन रहेछ हौ पहिला त यहाँनिर अनि गुराँस फुलेर यहाँ पुरै रातै थियो अहिले त त्यति साह्रो गुराँस फुलेको छैन मान्छे माथिहरू बाइकमा उत्रिँदै झर्दै जाँदैछ त्यही भएर हामी चाहिँ यो बाटो गिदी छ र मैले नलगेको क्या हिँड्दै जाने भनेर हिँड्दै जाने हो आधी घन्टा जानु आधी घन्टा आउनु 1 घन्टा लाग्छ भनेर यसो त्यहाँ आन्टीलाई सोधेको अब 1 घन्टाको यात्रा हिँडेर अलिकति हिँड्दै पुरा उयो भयो त हौ अब यहाँबाट चाहिँ हिँडाइ हुन्छ होइन अब शिवको खुट्टा चाहिँ कतिको लक काम्ने हो होइन हेर्नु है गाइज सबजना अब यो चाहिँ तिनचुटे जाने बाटो अब यहाँनिर बोर्ड तिनचुटे यस्तो के हो र जाँठा डर लाग्यो माइ लर्ड हो ल शिवलाई अगाडि हिँड्नु दिनु न त अगाडि हिँड नि त तिमी शिव हिँडेको हेरे पनि न हातमा पक्रिकन हिँड्यौ न त आमा ल छेउबाट हौ कहाँ उता कुना चेप्टेको त नि बाटोमा कुदिन्छ तिनचुरे जाने बाटो चाहिँ यस्तो छ है
यो बाटो पनि भर्खर भर्खर बनाएको जस्तो छ यार है एडभेन्चर आवाज छ बाटो बाइक पनि लग्नु मिल्छ होला शिवले त लगिदिन्छ जस्तो पनि लाग्छ यार घरिघरि साइकल पनि लग्दिनु साइकल लानु सजिलो हुन्छ बरु होइन ब्रो साइकल त हुन्छ नि अफरोडिङ बाइक दामी हुन्छ यस्तोतिर त सपनामा देखे जस्तो लाग्छ कि यो बाटो हामी जानुपर्ने चाहिँ त्यो माथिको डाँडामा हो होइन यहाँबाट देखिन्छ त्यो माथि डाँडामा त्यहाँनिर उयो रहेछ टावर जस्तो त्यो टावरमा जान आँटेको हामी चाहिँ यो टावर पोखरी पनि छ भने सुनेको थिएँ पोखरी पनि छ पोखरी छ होइन भने सुनेको थिएँ तर यो यता कता यता तल छ भने सुनेको थिएँ अघि बस्छौँ नि हामी त्योदेखि कतिवटा पोखरी त्यहाँदेखि उता तल जानुपर्छ भन्छ मेरो नि यहाँनिर आउनु त तर फर्स्ट टाइम है यहाँ माथिसम्म चाहिँ पहिला चाहिँ त्यहाँ तलसम्म चाहिँ आएको थिएँ यहाँ माथि चाहिँ फर्स्ट टाइम आउँदैछु लेट्स सी कस्तो छ तर यार है हाइकिङ चाहिँ दामी हुने रहेछ तर गर्मीले जाडो हुन्छ भनेर सोचेको गर्मी रहेछ है गर्मी हुन थालेछ यहाँ पनि जाडो होला भनेको घामले तातो घाम हान्दो रहेछ हौ ल अहिलेलाई चाहिँ यति नै होइन भरे त्यहाँ पुगेर देखाउँछु थाकेँ म यहाँबाट चाहिँ अलिकति आधी बाटोदेखि त दामी हिँड्ने बाटो बनाइदिएको रहेछ यहाँनिर यस्तो हो माथिको टावर चाहिँ यहाँनिर छ चल्दै चल्दै गलेर खाक हुने रहेछ तर खास चाहिँ त्यस्तो डेन्जर गुराँस छैन रहेछ यसपालि भिडियो पुरा यहाँनिर चाहिँ गुफा जस्तै रहेछ शीतल रहेछ है यहाँनिर चाहिँ चिसो क्या खतरा साउन्ड आउँदैछ हावा चलेको यो चाहिँ गाइडहरूले गुफा भेट्यो अरे कस्तो रहेछ गुफा हेरिदिउँ न त जाने हो तल गइदिउँ न तल हो अब यहाँ त के हो तिमीहरूको गुफा कस्तो रहेछ भनेर आउँदैछौँ कि ओ छैन यार माथि चढ्नु गिद्दी हुने रहेछ हेर न उहाँ हेलो कहीँ हुनुहुन्छ है तपाईँ धुए निस्किँदो रहेछ त त्यही त धुवै निस्किने क्या अक्सिजन यहाँबाट उता जाने बाटो रहेन रहेछ तातो झन् चिसो छ कट हो ल जम चलो भाइ पानी परेर जस्तो अँधेरो भइसक्यो यार अब यहाँ त झन् के हो आम्मा वाइल्ड उकालो छ त हो नि अब आइपुग्न ऊ त्यो माथि मात्रै हो रहेछ वेट थाहा छ त बाटो छ
बिस्तारै बिस्तारै एकछिन बसेर कन्ट्रोल गर्छ यहाँ आउनुभन्दा अगाडि चाहिँ म रिकमेन्ड गर्छु 2-3 पल्ट चाहिँ सोच्नु होला अनि चिन्ने डाँडा 3-4 चोटि गएर ट्रेनिङ गरेर आउनु होला अनि मात्रै आउनु होला नभए चाहिँ सक्छु भनेर नसोच्दा नि हुने रहेछ के हो गाइजहरू त आम्मा ओभर रहेछ त मन्दिरसम्म मात्रै म चाहिँ त्यो तल स्कुटीहरू राखेँ नि त्यहाँसम्म चाहिँ आएको थिएँ क्या सबैजनाको फर्स्ट टाइम अगाडि तिमीलाई जान्छ कति बजे अहिले 4 बजे ठ्याक्कै होइन 4 बज्यो है रेस्ट गर्ने घरि मर्दै पर्छ टपमा के देख्छ होइन लेट्स सी इट ल बिहान 8 बजी हिँडेको मान्छे धरानबाट टक्क अहिले 4 बजेको छ रिल्याक्स गरेर आउनु भयो भने 4 बजीसम्म यहाँ आइपुग्नुहुन्छ है लिने रहेछ केटा अलिकति तिमी भएर यहाँ चाहिँ सबैको फर्स्ट टाइम अरे होइन पार्टी गरेर खुट्टाको एक्सर्साइज त नि खुट्टा त नि मेरो त नि भरे प्याट प्याट हुन्छ होला त नि 6 प्याक आउँछ होला त नि खुट्टामा भ्यागु त आइपुग्यो भ्यागु दाको ठिनमा अम्बो के गीत हौ खुट्टै चल्दैन त नि फाइनली हेवन भन्ने ठाउँमा आइपुग्यो हाई ल जाउँ जाउँ पूर्वको लगभग टप छ है कस्तो उकालो छ कि आम्मामा बल्ल आइपुग्यो या भुइँ छुँदै छुँदै आइपुगे अझै एक जग्गा एउटा खोल्छु बाँकी फाइनली आइपुग्यो हेवन यहाँ चाहिँ त्रिशुल लगाइदिएको रहेछ फाइनली आइपुग्यौँ गाइस टपमा ओ माई गॉड पछि है यहाँ चाहिँ ब्ल्याङ्केट लिएर सुत्नुपर्ने रहेछ 3 पिक अरे 3010 मिटर रहेछ हाइटमा बाई भीम अरे यतिको उचाइमा छ यहाँ चाहिँ मन्दिर छ रहेछ अनि यहाँ चाहिँ त्रिशुल कसले लगाइदिएछ नि त पल्लो डाँडा देख्न सक्नुहुन्छ पुरै बवाल छ त्यहाँनिर बवाल देखिँदो रहेछ डाँडा यस्तो छ यहाँबाट भ्यू चाहिँ होइन हामी आएको ठाउँ चाहिँ अघि त्यो परको
त्यो तलको डाँडादेखि आएको हामी चाहिँ यहाँ बाटो हुँदा हुँदै यस्तो छ है यहाँनिर चाहिँ भ्यू हावा चाहिँ चिसो दामी आउने रहेछ शीतल हुँदो रहेछ क्लाउडी दामी देखेको छ है अँध्यारो टाइप्सको अब अँध्यारो हुनाले त्यो भएर पुरै क्लाउडी छ यस्तै रहेछ ल अब एकछिन यहाँ रेस्ट गरेर हामी पनि निस्किहाल्छौँ ल अब यहाँबाट चाहिँ हामी निस्किन आँटेको शिव सरको यहाँनिर आउनु भएन तिनजुरेमा शिव सरको यहाँ क्युआर राखिदिएको छ यो के भन्छ युट्युबको आएर चेक गरिदिनु होला उहाँ नै हुनुहुन्छ 1 सब्स्क्राइब भयो भने बढाउनु होला होइन थोरै माया देखाइदिनु अरे होमस्टेमा है ल अब चाहिँ हामी ओह्रालो जाँदैछौँ ओह्रालोको यात्रा अलिक सजिलो हुन्छ जस्तो लाग्छ म चाहिँ उकालो भन्दा चाहिँ होइन त पानी त होइन अब किताब तथा के लेखेको छ लेखेको छ हिउँ पर्दिनु नि यार कसम भोलि बिहान उठ्दा त आमा कसम भनेको हिउँ पऱ्यो भने त फेरि हिउँ पनि फेरि मेरो नयाँ एक्सपिरियन्स हुन्छ नि त फेरि फर्स्ट टाइम अहिलेसम्म देखेको छुइनँ मैले त थिएन ए अलिअलि मात्रै देखेको थिएँ हो त्यसरी चाहिँ देखेको छुइनँ क्या मैले सबसे आएगा तीनजना केटी दुईजना केटा कहाँ उयो माथि पनि चढ्ने हो अब शिव सर उयो माथि चढ्न सक्छु कि क्या हो उयो माथि चढ्दैौ न त अब यो त गिद्दी छ त यार गिद्दी छ त यो बाटो त अनि उकालो आउँदा त ठिकै थियो ओह्रालो चाहिँ गिद्दी रहेछ ठिक छ शिव सर मेरो खुट्टा यो त त्यस्तै भएन खुट्टा चाहिँ त्यस्तै भएन अब छाती चाहिँ हुन्छ नि अब्बर खुलेको थियो त्यो है उकालो चढ्दा मेरो त खुट्टा त आम्मा पुरा सिक्स प्याक सौला जस्तो भइसक्यो त प्याक प्याक भइसकेको थियो आम्मा
गुफावाला ठाउँ छ यहाँनिर चाहिँ फेरि ठिकै हराइस् त सिधा यो त्यही त नि तलमा पक्क रहेछ जस्तो होइन अब यार कपिराइट लाग्ला सिटी पर्छ बनाउने हो त्यही त ल अब चाहिँ गीत गाई सित गाई गरेर सबै गरेर सक्यो होइन मन्दिर हो नि त त्यो प्लान हो र अब चाहिँ यहाँनिर सकेर सबै सकेर गीत गाएर एकछिन चौचौ खाएर सबै गरेर अब चाहिँ चल्दिस हातमा बोकेर खायो मेरो जुमै होइन? लिएर आएपछि के चाहिँ ए फोहोर चाहिँ खाएपछि होइन यसरी हातमा यसरी हातमा लिएर जाऊँ होइन जापाइती यसरी यहाँनिर यता जापाइती यताउति नफालौँ होइन त्यसले गर्दाखेरि अलिकति नेचरलाई नै हानि हुन्छ क्या अब यहाँबाट चाहिँ मन्दिर जाने भनेको मन्दिर गएर त्यहाँदेखि अनि बसन्तपुरमा गएर खाना खाएर त्यहाँनिर आज नाइट वान नाइट बसेर अनि भोलि बिहान निस्किने छौँ बसन्तपुरमा नि एकछिन त्यहाँनिर त्यो म्युजियमतिर भोलि डुलिन्छ होला एकछिन बिहानतिर शिव गाउँदाखेरि गाई तर्सेको थियो जोन चामलिङको भाइ शिव चामलिङ अरे नि त त्यसले यार अम्बो त्यो गाईले यार तर मैले हेरिरहेको थिएँ कि कुरकुरे खोल खाइदिएको नि प्लास्टिक खाइदिएको क्या प्लास्टिक चबाएर खाइदिएको क्या त्यसले हेरिरहेको थिएँ खाइदिएको नि ल गुराँस फलिरहेको रहेछ त्यहाँनिर चाहिँ पिङ टाइप पिङ टाइपको छ ल धेरै भिडियो बनाउँदैन धेरै क्लिपहरू हुन्छ कि भरे मलाई फेरि एडिट गर्नु ओभर गिदी हुन्छ कि त्यही भएर सानो क्लिप हालिदिन्छ ल एकैचोटि ठाउँ ठाउँमा पुगेकोहरू